ए बुढा यसपालि तिजमा त माइत जान्छु है मलाई नयाँ साडी चुरा पोते किनिदिनु पर्छ अनि जुत्ता टिका लिपस्टिक पनि किनिदेऊ। के भनिस्? तिज मनाउन जान्ला कि पसलै किन्न जान्ला सबै? माइत जाँदा पुरानो साडी लगाएर जाम भने फेरि दिदी बहिनीले भाउजू त गरिब भइछि भन्लान्। भन्न देऊ न त, गरिब होइन बुढा नै कन्जुस परेखा त के गर्नु भन्दै? त्यो त सबैलाई थाहा भएको कुरै हो त, मेरो बुढा कतिको कन्जुस छ भनेर भन्न पर्छ। ल बजार जाउँ के सुतिरहेको? पैसा छैन मसँग। हिजो त खाटा मुनि पसेर पैसा गनिरहनु भएको थियो त। त्यो त पुरानो पैसा गनिरहेको नि। अनि किन हाँस्दै गनिरहनु भएको त? गन्न नआएर नि। दिदी हजुर तिजको दर खाना आउनु रे। दर कति पैसा पर्छ? हे दरको नि पैसा लाग्छ र? फ्रीमा हो। फ्रीमा हो र? त्यसो भए त म पनि आउँछु दुईचोटि खानलाई। तपाईलाई हैन के दिदीलाई बोलाएको। कस्तो खाना नपा जस्तो भेन रहेछ। मलाई त जहिले नि छुट्याउँछौ तिमीहरू। ओ बुढा म त भोलि माइत जान्छु। ठिक छ, तर 3 दिन भन्दा फेरि बस्न पाइँदैन नि। किन? तिमी नभए त अनि घरमा बोल्ने मान्छे नै हुँदैन। अनि सधैँ चुपलाक भन्ने चाहिँ को नि? त्यो पनि तिमी नै त हो नि। मलाई नि बोल्न दिन्न, आफू नि बोल्दैन। ल बुढा म माइत हिँडे, राम्रोसँग बस्नु। आज त म घरको राजा, अब दिनभरि आराम गरिन्छ। चिनी कहाँ रहेछ? कहिले भान्सामा बसेर पो थाहा हुन्छ। लुगा धुनु पर्ने थियो, सरफ डब्बामा छ भन्थे। आजकल त सरफ नि मैला आउँछ कि के हो? के सामान कहाँ छ केही थाहा छैन। हेलो हेलो, कहिले फर्किन्छस्? के भयो र? रमाइलो गर्दै बसिरह होला नि। रमाइलो? यो चिया नुनिलो भइरह, भात सबै डढ्यो, दुध सबै बिरालोले खाइदियो। म त भोकै छु, छिटो आइज। 2 दिन अझै बस्छु म त। होइन होइन होइन, तीज त अर्को वर्ष पनि आउँछ। तिमी झट्टै फर्केर आइहाल त। बुढो म आएँ। के हो यो घरको हालत? हे भगवान! तिमी आयो? तिमी बिना त घर होइन, जङ्गल जस्तै हुँदो रहेछ। ए त्यसो भए म तिजमा माइतै नजानु त? आउँदै तिजमा माइत त जानु, तर फर्किने टिकट पनि सँगै लिएर जानु। बेलुका आउनुपर्छ क्या। लु यो रोटी माइतबाट ल्याएको, लौ खाऊ। त्यो तपाईँलाई मात्रै होइन नि, आधा मलाई पनि हो नि। किन?
तिजमा व्रत चाहिँ म बस्ने, भोक चाहिँ तिमीलाई लाग्ने।